सुनसरीको इनरवा नगरपालिका वाडा नम्बर 2 बिहिबारे हाट स्थित श्री दुर्गा मन्दिरमा विजयादशमीको अवसरमा प्रत्येक वर्ष विशेष पूजा आराधना हुने गरेको छ। करिब 80-90 वर्ष अगाडि स्थानीयवासीले सुरु गरेको दुर्गा माताको पूजा आजसम्म निरन्तर चल्दै आएको मन्दिर समितिले जानकारी गराएको छ। घटस्थापनादेखि विजयादशमीसम्म धार्मिक विधिपूर्वक पूजाआजा सहित भक्तजनको भिड लाग्ने गरेको छ। भक्तजनका अनुसार यहाँ दुर्गा मातासँग मागेको मनोकामना पुरा हुने विश्वासले श्रद्धालुहरूको आस्था झनै बढिरहेको छ। यो धेरै पुरानो जुगो जमानाको मन्दिर हो, आस्थाको केन्द्रबिन्दु हो। यहाँ भगवती महारानी एकदम प्रत्यक्ष विराजमान छ। जे माग्छ भक्तजनहरूले त्यही पुरा गर्नुहुन्छ माता भगवतीले। यहाँ हेरिराखेको छु हामीहरू, प्रत्यक्ष मरेको मान्छे पनि बाँचेको छ। यहाँ सबै शान्ति भएको छ, सबैलाई राम्रो भएको छ। प्रारम्भमा काठको घरमा स्थापना गरिएको दुर्गा माताको मूर्ति अहिले सिमेन्टेड भवनमा पूजा आराधना हुँदै आएको छ। भक्तजनको चाप बढेसँगै मन्दिर साँघुरो भएपछि पछाडिपट्टि ठुलो मन्दिर निर्माण भइरहेको छ। छिट्टै दुर्गा मातालाई नयाँ मन्दिरमा स्थापना गरिने मन्दिर समितिका सचिव विपिन शाहले बताउनुभयो। भक्तजनको विश्वास र आस्थालाई अझ सहज बनाउन नयाँ संरचना बनाइरहेको सचिव शाहले बताउनुभयो। पछाडि बन्दै गरेको मन्दिरलाई चाहिँ यहाँको जम्मै प्रतिमाहरू, माताका प्रतिमाहरू उसमा चाहिँ पछाडि बन्दै गरेको मन्दिरमा निर्माण गर्ने भनेर हामी लागि परेका छौँ। विजयादशमीको पूजाआजासँगै यहाँ घटस्थापनाको दिनदेखि नै मेला लाग्ने परम्परा छ। त्यस्तै टिभी र मोबाइलले गर्दा स्थानीय संस्कृति हराउँदै गएको समयमा यहाँ निरन्तर मौलिक नाच पनि देखाउने गरिन्छ। यस वर्ष पनि नाच र सांस्कृतिक कार्यक्रमको विशेष आकर्षण रहेको समितिले जानकारी गराएको छ। बिचमा 1-2 वर्ष ग्याप भयो, नाचहरू देखाउन सकिन त्यो पुरानो परम्पराको नाचहरू। तर यसपालि चाहिँ हामी चाहिँ पुरानो संस्कृति, पुरानो परम्परालाई नै ल्याएर जस्तै नवमीदेखि लगातार 4 रातको त्यो पुरानै परम्पराको नाच हामीले यसपालि गर्न चाहिँ भ्याएको छौँ। हालसम्म सहयोग गर्नुभएको समाजसेवी सङ्घ संस्था, जिल्लावासी, नगरवासी र वडावासीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। धार्मिक आस्थासँगै यो स्थान स्थानीय संस्कृतिको केन्द्र पनि बनेको छ। श्री दुर्गा मन्दिरमा आयोजना हुने विजयादशमी विशेष कार्यक्रम केवल धार्मिक विश्वास मात्र नभई सांस्कृतिक परम्परा जोगाउने एउटा महत्त्वपूर्ण माध्यम पनि बन्दै आएको छ।